सफलताको सुरुवात सपना देख्नुबाट हुन्छ, किनभने जुन गन्तव्यमा पुगेर सफलता प्राप्ति हुन्छ त्यो गन्तव्यमा पुग्छु भनेर सपना देख्दै गर्दा 50% सफलता प्राप्त भइसकेको हुन्छ। सपना देख्दै गर्दा इच्छा हुन्छ, निरन्तर क्रिया हुन्छ र ज्ञान पनि हुन्छ। यी तीन चिज हर कुनै सपना पूरा गर्नको लागि महत्त्वपूर्ण आयामको रूपमा रहन्छन्। त्यस्तै चाहिँ सयौं नेपाली कलाकारहरूको सुरुवाती दिनहरूमा एउटा सपना हुन्छ, सपनासँग जोडिएको सङ्घर्ष हुन्छ, मेहनत, निरन्तरता र त्याग पनि हुन्छ, जसले अहिले हजारौं हुँदै लाखौं करोडौं दर्शकहरूको मन जित्न सफल भएका छन् र तिनै हजारौं लाखौं हुँदै करोडौं दर्शकहरूले रुचाउने सयौं कलाकारहरूमध्ये नेपाली लोक सङ्गीत क्षेत्रका आकाशमा चम्किरहेका बहुप्रतिभाशाली गायक खेम सेन्चुरी पनि एक हुन्। दर्शकबिन आजको हाम्रो विशेष बसाइमा कपाल कोरेर कामिदाई झ्यालमा पर्दा छ सुर्ती मात्दै मन परेको मान्छेलाई अरेली काँदैले मायालाई पानको पात जस्ता सर्वाधिक हिट सिर्जना दिँदै अहिले द भोइस अफ नेपाल सिजन 6 का कोच समेत रहेका गायक खेम सेन्चुरीको बारेमा विशेष चर्चा गर्नेछौँ। हामीसँग अन्तिमसम्म रहेर अवश्य पनि साथ दिनुहोला। रूपन्देही जिल्लाको रुद्रपुर गाउँमा अवस्थित सामान्य परिवारमा 2048 साल माघ 15 गति जन्मिएका खेम सेन्चुरीको बाल्यकाल दुःखै दुःखमा बित्यो। उनका बुबा भारतमा कमाउन गएका थिए भने बेला बखत खेम र उनका परिवार पनि राम्रो लालन पालन होस् भनी भारतमा नै जाने गर्दथे। तर खेमको पढाइ भने भारतबाट फर्किएपछि नेपालमा नै भएको थियो। गीत गुनगुनाउने र मन पराउने खेम विद्यालयमा आयोजना हुने विभिन्न किसिमका प्रतियोगिताहरूमा आफ्नो साङ्गीतिक प्रस्तुति सहित सहभागी हुने गर्दथे। उनी पुरस्कृत पनि हुने गर्दथे। यति बेला उनमा लाग्थ्यो म पनि गीत गाउन सक्ने रहेछु नि। उनलाई शिक्षक, साथीभाइ, छिमेकी लगायत उनका आफन्तहरूले राम्रो गीत गाउँछस् भनी प्रेरणा दिने गर्दथे। तब उनमा गायक बन्ने सपनाको जन्म हुन्थ्यो। त्यसैले भनौँ आज उनी यो स्थानमा छन्। उनी गाउँबाट 10 कक्षा उत्तीर्ण गरे। त्यसपछि उनी आफ्नो गायक बन्ने सपना पूरा गर्नका लागि काठमाडौँ जाने भनी आमालाई सोधे। परिवारको आर्थिक अवस्था कमजोर र पर्याप्त मात्रामा पैसा नभए तापनि भारतमा रहेका उनका बुबा र कान्छी आमाले केही रकम पठाइदिएपछि कृष्ण परियार र खुमन अधिकारीको सहायतामा काठमाडौँ गए र 3वटा गीत बजारमा ल्याउन सफल पनि भए। गीत पनि चल्यो, आम्दानी भए भनेन। उनकी आमाले कलाकार त भइस्, अब त पैसा आउँछ होला नि भनेपछि खेमले केही भिसिडी समेत बेचे र केही आम्दानी पनि भयो। त्यसपछि उनी गाउँमै बस्न थाले र उनी भन्छन् गीत गाउँदैमा कलाकार भइदो रहेनछ। उता छिमेकी कलाकार भएको मान्छे गाउँमै बस्यो भनी कुरा काट्न थालेपछि केही समय बुतलमा बसी भाँडा समेत माझ्नु पर्यो खेम सेन्चुरीले। पछि भने उनी काठमाडौँ गए र 1 वर्षको समय खुमन अधिकारीको छत्रछायामा बिताए। पछि जनतन उनी आफ्नै भाडाको रुम लिएर बस्न थाले र उनी दोहोरी साँझमा काम गर्न थालेपछि भने उनको साङ्गीतिक यात्राको सुरुवात भयो। यसै बीचमा उनले सिर्जना गरेको ए हावा जाऊ ए बादल जाऊ बजारमा आएपछि भने उनको साङ्गीतिक यात्राको उचाइ बढ्न थाल्यो। त्यसपछि त झन् उनले चिया छानेको मायालु आजैलाई, लाहोर, सोचे झै जिन्दगी रहेनछ, औँठी बेरुवा जस्ता हिट सिर्जना दिँदै गए। खेमले आफैले सिर्जना गर्ने, आफै लय भर्ने र आफैले गाउने, आफै अभिनय गर्ने समेत भएकाले उनलाई बहुप्रतिभाशाली कलाकार भनेर पनि चिन्न सकिन्छ। अहिले उनी द भोइस अफ नेपाल सिजन 6 को कोचमा समेत काम गरिसकेका छन्। यति मेहनत र लगनशीलता भएका खेम सेन्चुरी अहिले साङ्गीतिक प्रस्तुतिहरू दिनको लागि देश तथा विदेशमा समेत पुग्ने गर्दछन् भने उनलाई विभिन्न महोत्सवहरूमा हेर्नका लागि उपस्थित हुने दर्शकहरूको चाप पनि उत्तिकै हुने गर्दछ। पछिल्लो समय त उनले लोक दोहोरी क्षेत्रमा एकछत्र राज गरिरहेका छन् भन्दा पनि फरक नपर्ला। उनको यो लोभलाग्दो लोकप्रियता सँगसँगै विभिन्न समयमा विवादमा समेत तानिने गरेका छन्। उनी द भोइसको सिजन 6 को ब्लाइन्ड अडिसन चलिरहँदा खुट्टाले बजर थिचेकोमा धेरै नै विवादित भएका थिए। उनी अहिले उत्कृष्ट कोचको भूमिका निभाई सिजन 6 को विजेता कोचको उपाधि समेत हात पार्न सफल भएका छन्। यसको लागि हाम्रो तर्फबाट उनलाई अत्यन्तै धेरै शुभकामना। अझै पनि उनलाई थप सफलताहरूले पछ्याइरहन् भनी शुभकामना समेत व्यक्त गर्दछौँ। साँच्चीकै उनले जस्तै सपनाहरू सजाउने, सङ्घर्ष गर्न रुचाउने र सङ्घर्ष मार्फत सफलता प्राप्त गर्न सम्भव छ भन्नेहरूका लागि एउटा गतिलो उदाहरण र प्रेरणाका पात्र समेत बनेका छन् भन्दा फरक पर्दैन। आदरणीय दर्शकबिन आजको यो विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्छ त्यस्तै खालको सल्लाह सुझाव तथा प्रतिक्रियाहरू तलको कमेन्ट बक्समा राख्न नबिर्सनुहोला भन्दै हाम्रो भिडियोलाई एक लाइक तथा च्यानललाई सब्स्क्राइब गरेर हामीलाई सपोर्ट गरिदिनु हुनेछ भन्ने विश्वास गर्दछौँ। धन्यवाद।